साला कति कोसिस गरेर अब हुने थियो जङ्गलै जानुपर्ने हुनुहुन्छ नि। यहाँबाट आफ्नो आस जुमा धने जङ्गल धने टोड्छ एक बार केमा हो खै अझै पस्ता पढ्यो कि म जन्मिया कि मलाई भनाइ पनि याद किन आइयो चुप लास्ट ठुला इतना भएगा था याद पूरा ओहो तू त भोर्छेर तू घर आउनु हुने म कहाँ हुने थाहा छ त भाइरको भाइरै हुने घर न गयो भने न्यान्थे न्यान्थे जाउँ म जति सोच्या त कोही नै होला रोग हाँसो नाथल रोके हाँसो कि मरो कि बाँचो कि ये जिन्दगी दो संभाल राख्ने दो म आफ्नो एकदमै संभाल राख्ने दी जाउँछ अहिले त पुरा फ्यामिली हेर्दै त्यसले थाहा छ त त्यसले जेठो भएबाट आउनु लाग्यो त अब पुरा घरको हिसाब किताब सब चिज प्लस घर परिवारलाई को आउना को जाना को ज्यादा किसो उसो सब तूने हेर्दै गरे के भन न तिमीलाई गर्दै तू यही लाभ तुलाई न मुख पर और दूसरे सानी लाभ न कर सकते मेरा आज भरोसा मेरा वो मात्र 1% वजन गया तो सीधा सीधा छोडिदिनु मेरो आज भरोसा सब तोडेर मान्नु छाडे मेरे बारेमा यो आली छोकर दिएको बारेमा सोच्छ कति जन प्लस अधियाले बनाउने हुन्न थिए अधिया मलाई आए दिया मलाई गर भाइ काम गरी खान यहाँ त यहाँ उठ्यो हो होइन यहाँ उठे कि के गर यहाँ उठे भनेर तँलाई के असर नै हुने न यहाँको न उहाँको एक जग्गा हुनु पर्यो बा पैसा थाहा छ तँलाई के भन्ने हेर्नु वहाँ गए थिए वहाँ हुनबाट गए थिए उहाँलाई त खै भयो जे हुन्छ ल तेरो किस्मतले उहाँ तेरो आफ्नो किस्मतलाई दुल अजमाए तेरो किस्मतले उहाँलाई नहुन रहेछ अरे तेरो यो काम गर्दा रहेछ भन्ने पनि पैसा काम गर भन्ने हुन्छ अब काम त गर्दा पर्यो तेरो किस्मत लास्टमा यहीँसम्म पुगाएर रहेछ आफ्नो मेहनत गर जति सकिन्छ गर जति दिमागमा बस्नु बस्यो आफ्नो याद गर्दै रहेर सब चिज गर हर टाइम दिया होला मतलब हर समय दिया मलाई जन बनाउँछ जन बनाउँछ म साँच्चै उनीहरू अस्ति कर्णालीको उसो भन्ने अब लास्ट माथि छ भन्नाले तँलाई तपाईँमा दिनरात फोन गरिरहेको बोलिरहेको तेरो त दिन त गरिदिएबाट
बोला वहाँको यहाँको चारैतिर टेन्सन दिमाग घुसिराखेको बल्ल याद आउँथ्यो कतिलाई दो सामान लो दो गर्दै हुन्छ जिन्दगीले भन्यो तँ यहाँबाट अलिक खुसी हेर्छन् नि घरलाई पनि मतलब घरा काम गर्दा बेला यहाँ घरा काम गरबडी गरबडी की करते हो मेन त मलाई उहाँको याद आउन हुने त उहाँ जाए के गर्दो घर 3 बजे त दसैँ झाले जे हुन्छ म गर्दिनँ